हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। यतिखेर हामी डोटीको झिङ्राना भन्ने ठाउँमा छौँ। हामी चाहिँ अहिले धरतीको स्वर्ग जिउँदै स्वर्ग देख्ने एउटा ठाउँ खप्तडको ट्राभलमा छौँ। अब यहाँबाट ट्रेकिङ सुरु हुँदैछ। हिजो दिपाइलबाट लगभग हामी आधा घन्टा 45 मिनट सिलगढीबाट आधा घन्टा 45 मिनटको बाइक यात्रा पछि हामी यहाँ झिङ्राना भन्ने ठाउँ पुग्छौँ। यहाँ एकजना साउजी हाम्रो चिनेको साउजीको चाहिँ होटल छ। त्यो होटलमा चाहिँ हिजो हामी एक दिन स्टे गरेर त्यसपछि चाहिँ आज अहिले मर्निङ ठ्याक्कै हाम्रो 6:30 भएको छ। हामी निस्किँदैछौँ ट्रेकिङमा। खप्तड नेसनल पार्क हजुरलाई थाहा नै छ। खप्तड नेसनल पार्क हुँदै हामी ट्रेकिङ सुरु गर्छौँ। लास्ट खप्तड दहमा पुगेर भोलि सबै गङ्गा दशहरा मेलाको चाहिँ हामी गर्नेछौँ। हुन्छ। हिजो चाहिँ हामी सागर दाईको बेड, यो चाहिँ आर्के दाईको बेड, यो चाहिँ मेरो बेड। यस्तै छ पहाडमा होटल होइन। लगेज हाम्रो प्याक भइसकेको छ। हामी सबै लगेज रेडी भएर निस्केका छौँ। बाइकहरू चाहिँ मान्छेको क्राउडेड एकदम थियो हिजो। बाइकहरू सबै यहीँ छोडेर अब यहाँबाट ट्रेकिङ सुरु हुन्छ। होटल चाहिँ यस्तो छ, तल रिसोर्टहरू छ। ल हाम्रो दाई चाहिँ यता लगेज रेडी गरेर निस्किने तयारीमा हुनुहुन्छ। म पनि रेडी नै छु लगभग होइन। यसरी हेर्न सक्छौँ। खप्तड होमस्टे माथि चाहिँ यो बाटो भएर जाने हो होइन। यहाँ चाहिँ बाइकहरू चाहिँ पार्किङ छ। फाइनल्ली हामी चाहिँ अब ट्रेकिङ सुरु गर्दैछौँ। तपाईँहरूलाई चाहिँ बाटोको सबै अपडेट, तपाईँहरू पनि आउन चाहनुहुन्छ या कोही आउनु भएको छ अगाडि भने पनि केही नयाँ कुराहरू होइन सबै कुराहरू अपडेट गराउनेछौँ। धरतीको स्वर्ग हामी मात्र हेर्ने, तपाईँहरूलाई पनि हेर्ने भनेर रेकर्ड गरिरहेको छु, भ्लग रेकर्ड गरिरहेको छु। तपाईँहरू पनि टक्क यो भिडियो हेर्नु होला आइसकेपछि। अहिले चाहिँ एकदम एक्साइटेड छु। अब सूर्य चाहिँ ठ्याक्कै उदाउने टाइम भयो। लगभग अलमोस्ट 6:30 भन्दा बढी नै भइसक्यो। सूर्य उदाइरहेछ। अब हाम्रो पैदल यात्रा सुरु हुन्छ अब यहाँबाट। अनि हाम्रो क्यामराम्यान चाहिँ दाइ हुनुहुन्छ। ल अब यहाँबाट चाहिँ हाम्रो फुट ट्रेकिङ सुरु हुन्छ। माथि सिडी भएर हामीले हिँड्ने हो। दुईजना दाइहरू भोसडीवालाहरू छन्। माथि आर्मी ब्यारेक खप्तड राष्ट्रिय निकुञ्ज चाहिँ माथिबाट सुरु हुन्छ होइन। सागर दाइले चाहिँ खुट्टा पनि चाइनाबाट किन्नु भएको छ। स्टिकर टाँसेर आउनु भएको छ खुट्टामा पनि। सागर दाइ एकचोटि पछाडि हेरिदिनु न। अर्के दाई हाई गरिदिनु न। ल हामी तीनजना दाइ भाइ अहिलेसम्म सकुशल यात्रामा छौँ। माथि आयो होला नि दाइ, यहाँ त के थाहा हुने होला। डस्टबिनको पनि व्यवस्था छ। दाइको गाउँ जाने बाटो चाहिँ यता रहेछ, साहिल भन्ने ठाउँ। सागर दाइको चाहिँ उता इन्डियन नै हो, गरीफन्टा भन्ने ठाउँमा। यस्तो उकालो चढ्नुपर्छ हेर्नुहोस्। ओह मान्छे पार्किङ चाहिँ त्यहाँसम्म छ। आउँदैछन् मान्छेहरू तलबाट। अरे हिँडे यार साइलेको यसो हो कि पानी। र लट्ठी चाहिँ चाहिने हो त एउटा यार। केदारनाथको लामो ट्रेकिङ पछि मेरो यो दोस्रो ट्रेकिङ हो यार। दाइले नयाँ आइडिया सिकाउनु भयो। जति स्यास्या भयो नि मुखले चाहिँ सास फेर्नु हुँदैन। खुट्टा दुखी यार अहिले न फर्स्ट रोजमा दुख्छन्। ओहो स्या ब्याग भारी भयो। अरे यार यो आइपुग्ने यहाँ कतिखेर टावर आउनु कतिखेर आउँदैन, नेट चल्दैन यार। पैसा पठाइदिन्छ र के हो। आज भोलि दिपावली के हाल्नु त्यहाँ खिच्ने है। यो चाहिँ खप्तड राष्ट्रिय निकुञ्जको प्रवेश गेट।
अहिले सास फुलिरहेको बस्तालो देख्ने यार पुरा बडाना भनेर खोलिरहेको भाइ साइलगा हो कोही ठाउँ सुन्नका कहाँ ए ल आफ्नै ठाउँको रहेछौ म सुन्नुको तर हामीलाई भन्यो भने पत्याउँदैनन् है हामीलाई भन्यो भने पत्याउँदैनन् तर त हुन त पहाडी जस्तै छौ सार्दै चेकपोस्ट कहाँ हो यहीँ हो चेक गर्ने यहाँ आर्मीको पार्किङ छ यहाँ चाहिँ सुझाव पेटिका खप्तर राष्ट्रिय निकुञ्ज प्रवेश गर्नुहुने सम्पूर्ण पर्यटकहरू सिंह दुर्लभ गुल्म परिवार हार्दिक स्वागत गर्छ ए हस् यो चाहिँ राष्ट्रिय निकुञ्ज यहाँ के पाल्या पनि होला सायद छैन केही छैन चेकपोस्ट जाउँ चेकपोस्ट सकेर हामी चाहिँ चेकपोस्टमा भिडियो बनाउनु नमिल्ने टोक्ने मिनरल थर्मसको पानी बोकेर मलाई बहुत तनाव भइरहेछ गाइस महाकसम अर्को दाइर सागर दाइले मलाई झन्डै माएर 20 वर्ष कैदमा हाल्छ क्या सागर दाइको हिँडाइ हेर महाकसम चाइनिज हिँडाइ छ हाइट फेरि 2.5 फुट हो 2.5 फुट ठ्याक्कै नापेरै यस्तो घना जङ्गलमा हिँड्नुपर्छ गाइस हेर्नुहोस् ट्रेकिङ अब अगाडिदेखि सेटिङमा आउने हो को भक्ति हो गातो ल्याइदियो भने भन्न पठाएको छैन अर्कै दाइ बढी अर्कै दाइ बाटो भएर नि हो सबै ऊ मान्छे लिन आउने भनेको थियो नि यो अछामी इन्डिया कहाँ अछाम गोरीखुन्टा मान्छे त्यही भने त्यो पनि चाइनाबाट खुट्टो पनि इम्पोर्टेड हो नि त चाइनिज खुट्टो ए मेलामा जाने भएर सबै होइन यो डोरीका मान्छे धेरै जान्छन् नि त भिडियो त सागर दाइको मात्र आउँदैछ यार मेरो पनि एउटा भिडियो निकालिदिनु दाइ दाइ स्ट्यान्डसम्म आइदिनु यतिको के निकाल्नु हो यो पालो हाला रोग एक फोन गरेर म मोबाइल स्विच अफ गरिदिन्छु सागर दाइ समात्दियो कि नै स्ट्यान्ड एकछिन म हिँड्छु अगाडि ए भाइ एकछिन किन म त पछाडि छेन हो त हाम्रा यी तोरी लाउने केटाहरू सब दारूहरू सब फालिदियो यहाँ तनावमा छन् हाम्रा के अरे भाइको कहाँ अरे साइल 4 कुन ठाउँ अरे भल्माका भाइहरू पनि भेट्थे त्यो जगतसिंह अडादेखि भाटाउँका हो कहाँका जगतसिंह आएन आएन छैन को भने जगत सिंह कि राजा जगतसिंह टमटा हो होइन
साइले मरिहाल्यो हेट ओहो एकछिन त यार 2 मिनट हामी चाहिँ हिँड्न नसकेर थकाइ मारेको अवस्था सागर दाइले गर्नुभयो भनेर चाहिँ ड्रेस चेन्ज गरेँ म यस्तरी बसेको छु यस्तो उकालो चढ्नु पर्दैछ ओहो कहाँबाट आउँछ हामी तल अझ यस्तो त कति अहिले बोलेन यार मैले चाहिँ हिँड्न नसकेर सागर दाइले मेरो लगेज बोकिदियो अर्कै दाइको पनि पारा उस्तै उस्तै छ कोइलीको आवाज यहाँ चाहिँ यसरी यात्रु प्रतीक्षालय छ प्रत्येक 2-3 किलोमिटरको उसमा उहाँ चाहिँ हाम्रो आजको लगेजर उहाँ चाहिँ उहाँलाई चाहिँ आज हामीले भाडामा ल्याएको छौँ आज त्यो बुफर बजाउँदै हिँडेको छ है अर्कै दाइ हाम्रो लगेज मेरो यहाँ पछाडि लगेज छ हामी यति हाइटमा पुगिसक्यौँ अहिले हाम्रो हाइट कति छ अहिले हाम्रो 2605 मिटर उचाइमा पुग्यो हामी को न यो हाइट हो कि उचाइ यो समुद्र सतहबाट उचाइ कति छ भन्नु है त्यो त हाइट नै कुरा नै बुझ्यो के 20 पानीको 23 यो के अरे 2600 भने नि 3300 चाहिँ उचाइ हाइट तर यहाँबाट कति भनेपछि कति किलोमिटर उचाइ डिस्टेन्स खप्तर 12 किलोमिटर कति लेखेको छ 12.5 किलोमिटर खप्तरको दूरी छ 2500 त्यहाँ आवश्यक सम्पर्क नम्बर पनि छ सेनाको नेपाली सेनाको मोटिभेसन मिल्छ यार मलाई तपाईले त्यति भन्नु हो ल सँगसँगै हिँडौँ न होइन ल अब त हिँड्नुपर्छ ल हेर न राम्रोसँग निकाएन फुल खुट्टादेखि निकाएर पुरा गोवाको बालुवामा लगाउने म्याट टक्रे हाफ प्यान्ट लगाएर आछन् यो ब्याग छ नि मैले आधा घण्टा बोकेर उकालोमा मेन चुरे भाबरमा पानी खाने कसरी देखाइदिनु वाटरका मोहन अन्त इनर्जी आइरहेको छ मलाई पनि हेरिहाल्नु इनर्जी आएर आउँदैछन् पछाडि केटाहरू मात्र म हिँड्न सक्ने मान्छेले खप्तर 8 वर्ष सब बुझेर हेरेर आउँछ अर्कोपट्टि चालेर आइयो त 2 किलोमिटर अझ पार भयो मेरो केवल तिमी नै मेरो प्यार हिँड्न एकदमै अगाडि हिँड्नु यस्तो हिँड्न अगाडि हिँड्नु यस्तो मजा आएर ओहो तिनी हामीभन्दा लद्दो रहेछन् ल माग हाम्रो दोस्रो प्रतीक्षालय आउँदैछ यहाँ चाहिँ यस्तो छ झाडी
3200 झिङ्रादेखि बिच पानीको रहेछ 3200 डिस्टेन्स त त हामी कति किलोमिटर हिँडिहाल्यो अब धेरै छैन दोस्रो प्रतीक्षालय हाम्रो बिचको ल मैले मेरो देखाउँदै फोटो हिँड्न लाग्यो त मैले केटाहरू मस्त ट्रेकिङ दायर गहन एउटा एउटा लाग्दैन त एउटा कपडा मात्र छ कस्टम दे बिचमा निकालिदिनु भने दिएन खाँदैन यो सबले देखाउनु सर कस्तो फिल भइरहेको छ हजुर गाह्रो फिल भइरहेको लास्ट है कहाँदेखि आउनुभयो धनगढीबाट हाम्रो चमाला सर छन् यहाँ पुरा डिग्नु भाँचेर आछन् डोटेली भाषामा चाहिँ यसलाई डिग्नु भन्छन् यो चाहिँ एउटा राम्रो काम गरिदिएको यति चाहिँ ठाउँमा है यो सुविधा सबभन्दा ढिला हाम्रो 3220 मिटर बाँकी रह्यो त्यो के अरे पानी भन्ने बिचमा नि अब थोरै छ 1 घण्टा लाग्ला अब बिच पानी हामी 3100 हाइटमा छौँ अहिले हाम्रो बिच पानीसम्म यहाँदेखि डिस्टेन्स 3220 मिटर छ सबभन्दा गाह्रो तिनलाई भएको सबै दिएको छ भने थाहा भयो उनीहरूको नानी ब्याग मात्र बोकिदिन्छु भन्दै थियो मुठ्यामा हामी बिचमा नि उभिन्छौँ दिनु भन्दै थियो 100 रुपियाँ लिएर लाउनु पर्ने तपाईहरुले गर्मी लास्टमा चाहिँ हिँड्दाखेरि बस्नु सर जानु उज्जवल है सर अप्ठ्यारो भएको कम टाढो हुन्छ एउटा 29 थाम्छ पानी आयो भने गाह्रै होला पानी आएन भनेपछि चाहिँ सक्छ के गर्नु लाग्यो अन्त टेन्सन के छ हजुरले व्यवस्था गर्नुभएको छ स्लिपिङ ब्याग त ल्याएको छ तिरा नपाएन त्यही भित्र स्लिपिङ ब्यागमा यहाँ पछि आउने सुविधा अब टेन्ट बोक्ने त पोसिबलै भएन त्यहाँ त हामीले स्लिपर ल्याएको स्लिपिङ होटल पाइहाल्ला होटल त कहाँ पाइने हो टेन्ट पाइने हो खाना बनाउने ठाउँ चाहिँ यसो अलिकति यति गर्नु सागर ती भाइहरूको ब्याग दिदिया हुने खप्तर कहाँ के पानी भन्यो झिक्रानाको बिचमा परेको छ बिच पानी त यो बराबर हो झिक्राना बिच हो बिचसम्म चढाइ हो कि चढाइ पुरै बिचसम्म चढ्यो त्योभन्दा अलिक बढी चढ्नु पर्ने पुरा खिचेर जानुपर्छ यो युट्युबमा आउँछ भ्लग कहाँ गयो यार बाजा होला ती भाइहरूलाई बोक्नु दिदिया हुन्छ भने होइन अनि विश्वासै लागेन केको विश्वास केमा के गाह्रो हुन्छ कसम थियो कहाँ 1 घण्टा लाग्छ अरे अझै यहाँबाट 2 घण्टा भन्दै थियो ठ्याक्क 2 घण्टा लाग्छ अरे कसरी भन न हामी यहाँ पुग्नु 2 घण्टा लाग्यो त्यहाँबाट ठ्याक्क यति हो कि डिस्टेन्स
बिचनीबाट त 1 घन्टा मात्रै हो र नि त। अर्को प्रतिशाला आयो अब यहाँ चाहिँ के पानी दाइ के पानी हो यहाँ दाइ के पानी हो अरे बिच पानी अब 2200 मिटर मात्रै बाँकी छ चाउचाउ खाँदैछौँ हामी रेस्ट गरेर थर्ड तेस्रो होइन यो प्रतिशाला तेस्रो प्रतिशालामा छ हाम्रो खाना चाहिँ अब बिच पानीमै हुन्छ अब यहाँबाट चाहिँ हामी चाउचाउ खाएर विश्राम तेस्रो घरबाट त्यो चाहिँ सुत्ने ठाउँ राति विश्राम गर्ने ठाउँ टिनको ढोका छ भित्र त्यस्तै लाग्यो जय देश जय नरेश ओहो चरेश दिमाग खराब जय देश जय चरेश हुन्छ पागल छौ तिमी मान्छे चरेश जय चरेश हुन्छ अब हामी लाग्यौँ फेरि बिच पानीको बाटो यिनका यो भाइले चाहिँ मेरो ब्याग बोकेर एकदम सहयोग गर्यो तिम्रो नाम के बाबु हरिश ठकुल्ला तिम्रो ल बाबुहरूले धेरै धेरै धन्यवाद अब हामी बिच पानी भेट्ला होइन उहाँ चाहिँ हाम्रो त्यही भएर दाइ त्यो दाइ बस्नु भएको छ उहाँ चाहिँ हर्के दाइ बस्नु भएको छ यहाँ विश्राम गर्ने ठाउँ पत्ला गरेर तीन मिनट 15 सेकेन्ड भाइ तिमी गिनेर हेर्न ल यो देखिने घरि यहीँलाई ट्राभल त लगभग सक्यो फुड्के लाग्यो र ल ए कुल्ला यस्तो हात गर्ला तिमी केन्टे खाने भाइ यार चाकमा हान्ने काम नगर्यो अगाडि हान्नु पर्यो छम्को मेली चेलो छैन कामको दाइ देखियो न ए हजुर ए तिमी पनि छौ ल ल त्यसो भए ल हामी चाहिँ थिएर बिच पानी पुग्यौँ तिमीहरूको ग्रुप त धेरै ठुलो थियो त अघि ग्रुप त धेरै ठुलो थियो तिमीहरूको हामी 7 जना मात्र हौं 5 जना दादा तिनीहरु खै काली दादा हामी यहाँ बिच पानी पुग्यो कहाँ छौ छिटो मर हो यस्तै भन्नुपर्छ फाइनली बिच पानी भन्ने ठाउँ पुग्यौँ हट अब हाम्रो खाना खाने ठाउँ ट्रेकिङ के यो पनि होटलै बनाएको क्या रिसोर्टै ए अन्त हाम्रो भाइ अब मरिन्छ न त कस्तो राष्ट्रिय निकुञ्जमा के छ त्यहाँ लेखेको युट्युबमा
आए यार लाज माने यहाँ फोटो खिच्दैन एउटा फोटो पनि भिडियो हुनु पैसा क्या छ अगाडि आएको पनि यति हालिदिउ ल राख है युट्युबमा आउँछ म तपाईँलाई भन्नु लाग्यो अहिले युट्युब च्यानल सुशान्त जोशी भन्ने छ त्यहाँ सर्च गरेपछि युट्युबमा आइजान्छ ल हरिश भाइको टोलीलाई धेरै बुझेँ मैले बेनौली सेनौली मेला हेर्न जान्छु त म यार मान्छे त चिन्दैन एकजना बम दाइलाई चिन्छु दिपेन्द्र बम ल खान ल्याउनलाई साथीभाइ खाना खाएर खाउनु भाइ पानी ल्याइदिनु न भाइ हेलो पानी ल्याइदिनु भाइ